नमस्ते, फास्ट समरीमा स्वागत छ। के तपाईलाई थाहा छ केरा बेरी हो तर स्ट्रबेरी होइन? वा शार्कहरू रुखभन्दा पनि पुराना छन्। आज हामी यस्तै 5वटा अनौठा तर साँचो तथ्यहरू खोतल्दैछौँ जसले सोच्न बाध्य बनाउनेछ। ल सुरु गरौँ है त। हाम्रो पहिलो यात्रा हुनेछ समुद्रको गहिराईमा, जहाँ एउटा एकदमै अनौठो जीव बस्छ। र त्यो जीव हो अक्टोपस। हाम्रो पहिलो तथ्य नै यसको मुटुको बारेमा छ, जुन एउटा होइन धेरै छन्। हो, तपाईले ठिक सुन्नुभयो। एउटा दुईटा होइन, पुरै 3-3वटा मुटु। तर प्रश्न यो आउँछ कि आखिर किन चाहियो त 3वटा मुटु? ल हेर्नुहोस्, यसको सिस्टम कस्तो गजबको छ। 2टा मुटुले त यसको गिल्स अर्थात् सास फेर्ने अङ्गतिर रगत पठाउँछ, अनि तेस्रो जुन मुख्य मुटु हो त्यसले चाहिँ शरीरको बाँकी भागमा अक्सिजन भएको रगत पुर्याउँछ। तर सबैभन्दा अचम्मको कुरा त अब आउँदैछ। जब अक्टोपस पौडिन्छ नि, त्यो मुख्य मुटुले धड्किनै छोड्दिन्छ। हो, बन्द नै हुन्छ। सायद यही कारणले होला उनीहरू सर्र पौडिनुभन्दा समुद्रको पिँधमा हिँड्न नै बढी मन पराउँछन्। ल, समुद्रको गहिराईबाट निस्केर अब अलिकति जमिनतिर लागौं, जहाँ फलफूलको बारेमा एउटा ठूलो भ्रम छ। यो सुनेपछि फलफूल बारेको हाम्रो सोच नै बदलिन्छ होला। अब हेर्नुस् है, बोटानिकल साइन्सको हिसाबले केरा चाहिँ बेरी हो रे, किनभने यो एउटै फूलको ओभरीबाट बन्छ। तर हामीले सधैँ बेरी भनेर खाने गरेको स्ट्रबेरी, त्यो चाहिँ प्राविधिक रूपमा बेरी नै होइन। कस्तो उल्टो, होइन त? यसले के देखाउँछ भने विज्ञानको वर्गीकरण र हामीले सामान्यतया बुझ्ने कुरा कति फरक हुँदो रहेछ। ल, अब एउटा टाइम मेसिनमा चढौँ र करोडौं वर्ष पछाडि जाउँ। हामी एउटा यस्तो जीवलाई भेट्नेछौँ जो यो पृथ्वीमा रुखहरू उम्रिनुभन्दा पनि पहिलेदेखि नै थियो। सोच्नुहोस् त, शार्कहरू। उनीहरू आजभन्दा लगभग 40 करोड वर्ष पहिले नै समुद्रमा आइसकेका थिए, जबकि पृथ्वीमा पहिलो रुख उम्रिन त्यसपछि पनि 5 करोड वर्ष लाग्यो। मतलब शार्कहरूले समुद्रमा राज गरिरहेको बेला यो धरतीमा एउटा पनि रुख थिएन। कस्तो अचम्मको कुरा। पृथ्वीको इतिहास त भयो, अब हाम्रो नजर ब्रह्माण्डको त्यो अकल्पनीय विशालतातर्फ लगाऊं। एउटा सानो प्रश्न है, के धेरै होला? यो पुरै ब्रह्माण्डमा भएका ताराहरू के हाम्रो पृथ्वीभरिका बालुवाका कणहरू? उत्तर हो ताराहरू। त्यो पनि थोरैले होइन, कल्पना गर्नै नसकिने गरी धेरैले। वैज्ञानिकहरू भन्छन् ब्रह्माण्डमा करिब 1 सेप्टिलियन ताराहरू छन्। सेप्टिलियन भनेको 1 को पछाडि 24वटा शून्य। यो संख्या यति ठूलो हो कि पृथ्वीका सबै समुद्र र मरुभूमिका बालुवाका कणहरू जोड्दा पनि ताराको संख्या कैयौं गुणा